हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ म मेरो बहिनीको छोरा र छोरीको गुन्यु चोलो प्लस व्रत बन्धको मेहन्दी हर्दीको भिडियो लिएर आएको छु। यो चाहिँ हाम्रो डेकोरेसन। अनि मैले चाहिँ नानीको मेहन्दी हर्दीको लागि ड्रेस स्ट्रेचिङ गर्दैछु। अनि ड्रेस स्ट्रेचिङ गरिसकेर नानीलाई ट्राई गर्नु भनेको, नानी चाहिँ रिसाउँदै हुनुहुन्छ र पनि रिसाउँदै पनि ट्राई गर्नुभयो। अनि हामी चाहिँ 2-4 दिन अगाडिदेखिकै भेला भएको थियौँ क्या, सबैजना, बहिनीको नन्द देवर अनि त्यस पछाडि आन्टी, हामीहरू सबैजना भेला भएको थियौँ, बहिनी। अनि हामीहरूले चाहिँ खाना खाएर एकदम रमाइलो पनि गऱ्यौँ बुवासँग। अनि यो चाहिँ मेहन्दीको हर्दीको दिनको पूजा आजा, अब के गर्नुपर्छ यो सबै पूजा पनि गरिँदैछ। सबै थोक यहाँ के कसो गर्ने गर्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ आफ्नो आफन्त भेला भएर गफ गरिरहेर बसिराख्नु भएको थियो। अनि नानीलाई चाहिँ यस्तो पोको पोको बनाइदिनु पर्दो रहेछ क्या यो त्यसको अघिल्लो दिन मेहन्दीको दिन। अनि यहाँनिर चाहिँ कसार बाट्ने रोटीको लागि रेडी हुँदैछ, रोटी बनाउनको लागि। अनि यहाँनिर चाहिँ आन्टीले चढाउनको लागि थोरै रोटी बनाउँदै हुनुहुन्छ। यो चाहिँ बाहिर यसो प्रसाद जस्तो पठाउनको लागि रोटी बनाउँदै हुनुहुन्छ। अनि यहाँनिर बाहिर त झन् एकदमै रमाइलो छ, गीत गाउँदै कसार भुट्दै। अनि यो चाहिँ सिस्टम चाहिँ मलाई के लाग्यो भने पहिलेको समयमा हुन्छ नि साउन्ड सिस्टम जब हुँदैन नि त्यति बेला चाहिँ मुखले गीत गाउँदै अनि नाच्ने चलन थियो नि, हो त्यस्तो मलाई त पुरा भाइब्स आयो क्या, पुरा त्यस्तो फिल भयो। तर यहाँनिर चाहिँ साउन्ड सिस्टम पनि बजिरहेको थियो अनि प्लस गीत गाउँदै नाच्दै रमाइलो गर्दै गरेको थियो क्या। एकदमै रमाइलो भयो। यता कसार पनि भुटिँदै थियो, उता रमाइलो पनि भयो। अनि हाम्रो चाहिँ घरमा अलिक सानो आँगन भएको कारणले गर्दा हामीले यज्ञ चाहिँ छतमा बनाएको थियौँ क्या। यज्ञ यहाँ बन्दैछ, नानी चाहिँ फेरि पुपुसँग गएर बसिराख्नु भएको छ। अनि यो चाहिँ हाम्रो रातिको डेकोरेसन हो। पुरा लाइटिङले गर्दा, पुरा लाइटले गर्दाखेरि एकदमै राम्रो देखिरहेछ डेकोरेसन। नानी चाहिँ यहाँनिर पुरा रेडी हुनुभएको छ मेहन्दी हर्दीको लागि। अनि हामीहरूले त यो मेहन्दी हर्दीको विषयमा चाहिँ खासै त्यत्रो थाहा छैन, मेहन्दी त अलिअलि थाहा थियो। अनि हामीले यहाँ रेडी गऱ्यौँ, जस्तो जान्यौँ त्यस्तै रेडी गऱ्यौँ। अनि सबै परिवार यहाँनिर बसेर अब स्टार्ट गर्न आँट्यौँ, मेहन्दी हर्दीको कार्यक्रम स्टार्ट गर्दैछौँ। सबैजना आफ्नो आफन्तले हर्दी लगाइदिइसके पछाडि चाहिँ दुध, पानी, तिल, जौ अनि फुल राखेर चाहिँ नानीहरूलाई त्यो पानीले चाहिँ नुहाइदिनु पर्दो रहेछ क्या। यो चाहिँ मलाई थाहा थिएन। अनि आन्टी आउनुभएको थियो, उहाँले सिकाउनु भएको क्या, यसो गर्नुपर्छ भनेर। नत्र मलाई चाहिँ थाहा छैन, यो चाहिँ हामीले पहिलोचोटि गरेको हो क्या यस्तो। नत्र भने यो हर्दी चाहिँ गर्दिनँ थियौँ, मेहन्दी चाहिँ गर्थ्यौँ। मेहन्दी चाहिँ फेरि यहाँनिर लाउन भ्याएनौँ र हामीले चाहिँ बेलुका लायौँ। मेहन्दीको चाहिँ भिडियो यहाँनिर छैन। अनि नानी चाहिँ एकदम खुसी हुँदै हुनुहुन्थ्यो, पानी खनाइदिँदा भाइ हाँस्दै हुनुहुन्थ्यो, मेरो कान्छी छोरी पनि नाच्दै हुनुहुन्थ्यो। एकदमै रमाइलो भयो। मेहन्दीको कार्यक्रम पनि एकदम राम्रो तरिकाले गऱ्यौँ। हेरिदिनु भएकोमा धेरै धन्यवाद। हस्त, थ्याङ्क यू, बाई बाई।
फाइनली मेहेन्दीको कार्यक्रम पनि सकियो। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस् त थ्याङ्क यू, बाई बाई।